हेलो हेलो सर नमस्कार। हजुर तपाईँको नाम के पो? हजुरले कसलाई भन्नुभएको? ए तपाईँको बाबु हराएको रहेछ है? हजुर तपाईँको छोरा हराएको रहेछ कि? मेरो छोरा? हजुर त्यही त तपाईँको नाम चाहिँ एक्चुअली मलाई थाहा भएन, नम्बर चाहिँ बाबुको गोजीमा रहेछ। त्यही भएर अब तपाईँको नानी भनेर मैले तपाईँलाई कल गरिदिएको। कस्तो नानी छ? मेरो नानी त घरमै छ त नि एउटा। बाबु तिम्रो बाबा होइन? बाबा कहाँ हुनुहुन्छ? कसले गरेको नानी हो तिमीले? तिम्रो बाबा को हो? होइन तपाईँकै छोरा हो। तपाईँको अब बाबुको गोजीमा तपाईँकै नम्बर छ होइन? हजुर त्यही भएर तपाईँले अब बाबुलाई लिएर जानु पर्यो। यो कुन ठाउँ हो भन्नु त? यो इटरीमा हो। इटरीमा? हजुर। मेरो छोरा त घरमै छ त हजुर। अनि फेरि अब बाबु गोजीमा तपाईँकै नम्बर रहेछ। खोइ थाहा भएन त। त्यसरी नठग्दिन सर। अब आफ्नो छोरालाई लाँदा के भयो त? हजुर अब आफ्नो छोराछोरीलाई घर लाँदा के भयो? त्यस्तो अब बच्चा बुच्चीहरू चकचक त गरिहाल्छ नि। त्यति सानो कुरामा तपाईँले आफ्नो छोरै होइन भन्न मिलेन नि त। अनि तपाईँ को बोल्नुभएको भन्नु त पहिला? म दिनेश हो होइन, मेरो नाम चाहिँ दिनेश हो। म इटरीमै बस्छु यहाँनिर है। हजुर। अनि यहाँ बाबु बसिरहेको रहेछ क्या त्यत्तिकै। अनि यसो कहाँ हो घर भनेको, केही पनि बोल्नु सकेन। गोजीमा हेरेको तपाईँको नम्बर रहेछ। ए खोइ अब नम्बर कसको पाउनु भयो के गर्नु? मेरो त एउटा छोरा हो घरमै छ हेर्नु। खोइ सर त के गर्नुभएको? म त अचम्म लाग्यो। अब खोइ यस्तो त नगरिदिनु हौ सर। आफ्नो छोराछोरी घर लाँदा के भयो त नि? ए हुन्छ त्यसो भए त्यही बच्चालाई सोधेर मेरो रहेछ भने घर ल्याइदिनु न त। तपाईँ घर मलाई के छ? तपाईँ आफ्नो बच्चा चिन्नु न, म तपाईँलाई कसरी चिन्नु भन्नु त? अब मैले चिनेको मेरो बच्चा मसँगै छ, अरूको बच्चा म जान्दिनँ। तपाईँको बच्चा चाहिँ कतिवटा हो? एउटा हो। अनि एउटा त छ त मसँग पनि। ए त्यसमा ल्याइदिनु न त। मैले तपाईँलाई लोकेसन दिउँला ल्याइदिनु। तपाईँको कुनै पनि बच्चा छैन है यहाँनिर? हाम्रो सानो भाइ छ यहाँनिर। म चाहिँ यतिखेर नमस्ते एफएम कार्यक्रम गफसपबाट बोल्दैछु है। हजुर। हामी चाहिँ कार्यक्रम यस्तो रमाइलो गर्छौँ, मान्छेलाई अलिकति मूर्ख बनाउन खोज्छौँ। हजुर। त्यही भएर मैले तपाईँलाई मूर्ख बनाएको। ए तिमीले मलाई मूर्ख बनाएको? ल त्यसो भएदेखि मेरो छोरा छ, तिमी छोरी रहेछ, तिमीहरूकोमा अब छोरी हैन त झुट नबोल्नु। हो। ल सर, हाम्रो कार्यक्रमलाई के भन्न चाहनुहुन्छ? हजुर नमस्कार। कुन कार्यक्रम भन्नु हजुर? यो नमस्ते एफएम कार्यक्रम गफसप हो, शनिबार बेलुकी 5 बजीमा आउँछ। एफएम रेडियो। हजुर अब सबैलाई यस्तै मूर्ख बनाउनु केसमा चलि नबनायो हुन्थ्यो। ल हुन्छ सर, अहिले हामी छुट्टिन्छौँ। होइन होइन सबैलाई थाहा छ तपाईँको एउटा मात्रै बच्चा छ, कुनै पनि बच्चा छैन। तपाईँको भाउजूलाई पनि यहीँदेखि भनिदिन्छु नि तपाईँको एउटा मात्रै छोरा हो भनेर। होइन भाउजूलाई त्यस्तो भन्नुपर्ने आवश्यक होइन। अहिले मेरो दुई छोरा अब दुइटा एउटा स्कुलबाट आइसकेर अर्को स्कुलबाट नआएको भने अहिले म कुद्नुपर्ने हुन्थ्यो नि त। हामी अन्तिममा त भनिहाल्छौँ नि सर, त्यस्तो अप्ठ्यारो कहाँ पार्छु न तपाईँलाई पनि। ल त हजुर, ल त हवस् त। अब सबै राम्ररी चलाउनुहोस् कार्यक्रम। हुन्छ, रमाइलो भयो। हवस् त भाइ भाइ। हवस् त।